अलैँची 300 रोपनीमा रोपिसकेको छु। 10 सालको मेलोमा मकै खेती लगाएको छु। घोगा फलेको देखिराख्नु भएको छ है। झापाबाट मैले 550 रुपियाँ केजीको मकैको बिउ ल्याएँ। यो मलाई सबैले के भने त्यो मकैको बिउ काम दिँदैन, अब बिगारिस्, अब गइस खेर, तेरो पैसा सस्तो भने सर मलाई। तपाईँहरूलाई म गरेर देखाउँछु। बिग्रे मेरो केही पनि बाउको जाँदैन, मेरै किस्मत जान्छ भने थियो सर। तर यो मकै जान्दछन् भने 5टा जिल्लाका पूर्व क्षेत्रले होइन, सबैले यो मकैको बिउ खोजी रोपे भने यहाँका कृषकहरू एकदम तपाईँको व्यवसायमा अघि बढेर केही कुराले दुःख हुनेवाला छैन। खेती किन गर्नु? झापामा चामल छँदैछ, तिउन किन सागसब्जी रोप्नु? झापाबाट गाडी ल्याइहाल्छ। हामी अर्ग्यानिक खाना छोड्यौँ है, खालि बासी चिज, बासी कुरा, अनि त्यहाँदेखि केमिकल मिसिएको चिज खाएर डक्टरलाई फुर्सद छैन नि हो। डक्टर र धामीले सर, धामीले चिन्ता गर्ने साथ रिफर गरिहाल्नुपर्ने बिएमसीमा। जानुहोस् तपाईँ, बिहानको बेलुका हिँड्नुहोस् भन्नुपर्ने, खाएको छ केमिकल। अनि रम खान्छ, बियर खान्छ, जाँड खान्छ, मुटु कलेजो सिद्धिन्छ, खाने भात खाँदैन, अनि त्यो पनि ठुलो रोगी भयो। डाक्टरको धामी त निःशुल्क सेवा गर्ने हो सर होइन। डक्टरको फाइदा यो नेपालमा है सर। 3 लाख बिल उठ्यो भने पनि तिर्नै पर्यो सर है। हाम्रो बिमारी लग्यो, धामी कहाँ लग्यो निःशुल्क सेवा। डक्टरको लगेपछि धितो बोकी भएन। तपाईँका नातेदार, मामा माउली, भाना भान्जा, हार नाता सबै पैसा बोकेर पुग्नुपर्छ होइन। तर धामी कहाँमा त्यस्तो ताँत लागे देख्नु भएको छ? धामीले पनि 25% बिमारी निको पाएको छ सर। तर निःशुल्क सेवा गर्छ धामीले। घाँस काट्ने, दुध खाने है, मकै छर्ने, पोली खाने, धान रोप्ने, मिलमा पिसेर खाने या ढिकीले कुटेर खाने, त्यसलाई अर्ग्यानिक भनिन्छ है सर है। सकेसम्म जान्ने व्यक्तिले सर होइन, जाँड रक्सी जको अक्षर उठाउनु हुँदैन। रमलाई र भनिन्छ, रको अक्षर र जको अक्षर, अनि रबाट रक्सी उठ्छ नि। यी र जको कुरा हटाइयो भने नेपालमा 75% बिमारी हट्छ। डक्टरको काम पनि छैन, धामी काम पनि छैन। एक दिन एउटा सिक्किमबाट केदारनाथ दाई भन्ने एउटा बेगाले रम ल्याएछ। भाइ यो सिन्तोलाको रक्सी हो, यति खानुपर्छ भनौँ होला भने म लाटो सिधा मान्छे सिन्तोलाको रक्सी खाएर आफ्नो घरको धुरीमा राको बाले कुद्दै रहेछु। सुन्नुहोस् है, सिन्तोलाको रक्सीले त्यो किन मैले त्यसो गरेँ होला? अब त्यो मेरो घरका मान्छे सुतेर त्यो मेरो घरै डढाइहालेको भनेपछि यो जको जहाँ रको रक्सी, रको रम, यी ज र रका अक्षर हटाइदिनु भयो भने हजुरहरूले पूर्व नेपाल दिउँसै उज्यालो हुन्छ, रात पनि हुँदैन, दिन पनि हुँदैन। हजुरलाई यो कुरा भने सर मैले। राजेन्द्र तिमसिनाको बुबा 107 वर्ष पुग्नुभयो, अहिलेसम्म अपरेसन गरेको छैन अरे। अर्ग्यानिक खानुभयो, दुध दही घिउ खानुभयो होइन, अर्ग्यानिक खानुभयो, उहाँको आयु लामो। आयु छोटो छ, अब मरिगइङ छ होइन, यस्तो भन्छन् नि सर। त्यो झुट कुरा। एकदम बासी खानु हुँदैन, एकदम अर्ग्यानिक चिज आफूले विकास गरेर खानुपर्छ। मान्छेलाई सबै कुरा राम्रो हुन्छ सर है। 8 देखि 12 क्लासका विद्यार्थीलाई इलामको उमा एकदम मन परामर्श भन्ने तालिम गराउँछन् होइन। त्यहाँका सरहरूलाई बोलाएर हजुरहरूले पालिकाले खर्च गर्नुपर्छ है। पालिका अध्यक्ष र उपाध्यक्षले प्रत्येक हाई स्कुलमा 8-12 का विद्यार्थीलाई तालिम गराइदियो भने हाम्रो पूर्वाञ्चल बनेको 5 स्तरको नमुना स्कुल बन्छ है सर। ल यति कुरा हजुरहरूले है त। ल